sinyo diba tale loi mu nga kyo lai mai diba su sai na diba tale loi mu nga kyo lai mai diba su sai na diba kramu norle su lo sinyo diba kramu norle su lo sinyo diba tale loi mu nga kyo lai mai diba su sai na diba tale loi mu nga kyo lai mai diba su sai na diba ngol sho nani to chamba mro diba kyo lai mro si sainga la to diba bele ngri diba kyo lai mro si sainga la to diba bele ngri diba ngol sho nani to chamba mro diba ngol sho nani to chamba mro diba kyo lai mro si sainga la to diba bele ngri diba kyo lai mro si sainga la to diba bele ngri diba say
se tomba siba liso chubai sa khanayo ba malo pradiba siba liso chubai sa khanayo ba malo pradiba ngolo ngolo sho preta si se tomba ngolo ngolo sho preta si se tomba siba liso chubai sa khanayo ba malo pradiba siba liso chubai sa khanayo ba malo माया क्यों लैलस्यो ngolsyo क्यों भरै तास्यो हो माया क्यों लैलस्यो ngolsyo क्यों भरै तास्यो जुनी भरी साथ बिबै बाच कसम लस्यो जुनी भरी साथ बिबै बाच कसम लस्यो माया क्यों लैलस्यो मोलो क्यों भरै तास्यो हो माया क्यों लैलस्यो मोलो क्यों भरै तास्यो जुनी भरी साथ टिबै पाँच कसम लस्यो जुनी भरी साथ टिबै पाँच कसम लस्यो छ्याबरानी मायै खानी क्यों लजोबन बिनो हो छ्याबरानी मायै खानी क्यों लजोबन बिनो जुगै भरी माया लस्यो सैनो रिथेमिनो जुगै भरी माया लस्यो सैनो रिथेमिनो माया क्यों लैलस्यो मोलो क्यों भरै तास्यो जुनी भरी साथ टिबै पाँच कसम लस्यो जुनी भरी साथ टिबै पाँच कसम लस्यो
कसम लस्यो जुनी भरी साथ टिबै पाचा कसम लस्यो भाइ खलङ्गा तल हो घोडा वर्ग लोसार 2082 9/26 गते रञ्जित पार्टी प्यालेस पोखरा रानी पौवामा भइरहेको जानकारी गर्न चाहन्छु र आज सबैजनालाई नमस्कार गर्दै आज मिति 2082 साल 9 महिना 26 गते गुरुङहरूको महान चाड तोला लोसारको उपलक्ष्यमा यस दामसिङ सार्की साहेब झिलिब्राङ र म्याग्दी मराङ धारापानी तकम बसोबास गर्नुहुने नयाँ सौ प्लानी लामछाने दाजुभाइ खलकको आयोजना गरेको यस तोला लोसार साथै यस संस्थाको 25औं रजत जयन्ती समारोहमा कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा आदरणीय बाबा आमा दाजु भाउजू दिदी भेना बहिनी ज्वाइँ भान्जा भान्जीहरू छोराछोरी नाति नातिनी सम्पूर्णमा हार्दिक स्वागत एवं अभिवादन गर्दछु। साथै सप्रिलोलाई बिदाई गर्दै तलोलाई स्वागत गर्दै तलो लोसारको यहाँहरूलाई हार्दिक शुभकामना तथा मङ्गलमाया व्यक्त गर्न चाहन्छु। यस संस्थाका सचिव सुखदर गम बहादुर गुरुङ अबको केही समयमा औपचारिक कार्यक्रममा उद्घोषको भूमिकामा रहनेछु। आशा छ यहाँहरूको सहयोग र सद्भाव रहनेछ। म कार्यक्रमलाई कति पनि ढिला नगरी औपचारिक रूपमा कार्यक्रमलाई सुरुवात गर्ने अध्यक्षज्यूबाट अनुमति चाहिन्छ। आजको यस कार्यक्रमका सभापति एवं अध्यक्षताको आसन ग्रहण गरिदिन हुन म यसै संस्थाका आजीवन अध्यक्ष बाबा खड्कसिंह तमज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो मान्छे बाबा खड्कसिंह गुरुङज्यूले यस संस्थालाई स्थापना गरेको आज 25 वर्ष भएको रहेछ। हामीले थाहै पाएन। सबसे सिनियर वायुवृन्द दाइ प्रेम बहादुर गुरुङज्यूलाई पनि प्रमुख अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको प्रमुख अतिथि हाम्रो भाइ खलक नयाँ सौ प्लानमै लामछाने भाइ खलकका सबसे सिनियर वायुवृन्द दाइ प्रेम बहादुर गुरुङज्यूलाई पनि प्रमुख अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। त्यसको साथसाथै यस संस्थाका उपाध्यक्ष दाइ लेफ्टेनेन्ट लीलबहादुर तमज्यूलाई पनि आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। उहाँलाई पनि खादा र ब्याज लगाएर सम्मान गरिदिनु होला। लोसार 2082 को म मेरो भाइ धनबहादुर गुरुङज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। मेरो बुहारी निर्मला गुरुङज्यूलाई पनि अगाडिको लाइनमा आएर अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। यसै गरी तमो होटल व्यवसाय सङ्घका अध्यक्ष भाइ तमबहादुर गुरुङज्यूलाई पनि अगाडिको लाइनमा आएर आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो यस नयाँ सौ प्लानमै लामछाने भाइ खलकका चेलीबेटीका अध्यक्ष दिदी गौमाया गुरुङज्यूलाई पनि अगाडिको लाइनमा आएर अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। श्री जित बहादुर गुरुङज्यू पनि बाबाको तर्फबाट मेरो साइनोले बाबा पढेको हुनाले अगाडिको लाइनमा आएर अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो नयाँ सौ प्लानमै लामछाने भाइ खलकका ज्येष्ठ हाम्रो फुपू मैत कुमारी गुरुङज्यूलाई पनि अगाडिको लाइनमा आएर अतिथिको आसन ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु।
गोमा गुरुङका हुन्छ यदि समयमा बाबा सिधेको छ भने आएर एउटा खाना लगा सम्पूर्णलाई यथा स्थानमै असल गर्दिन म हार्दिक अनुरोध गर्दछु। अब हामी राष्ट्रको सम्मानको लागि राष्ट्रिय गान प्रस्तुत गर्नेछ। तमु भाषामा हुनेछ। यो समय सबैजना आफ्नो स्थानमा उठी राष्ट्रिय गानमा शरीक भइदिन हुनमा निम्ति म सम्पूर्णमा विनम्र अनुरोध गर्दछ। धन्यवाद। अब म स्वागत मन्तव्यतिर जाँदैछु। स्वागत मन्तव्य लागि हाम्रो यसै संस्थाका उपाध्यक्ष दाइ लेफ्टेनेन्ट लीलबहादुर तमुज्यूलाई स्वागत मन्तव्य राखिदिन म मञ्चमा हार्दिक अनुरोध गर्दछु। सम्पूर्णमा नमस्कार। आज 2082 साल पौष 26 गते शनिबार हाम्रो लोसार सेउकै खाने अनि हाम्रो भाइखलक गठन भएको 25औं वर्षगाँठ या रजत जयन्ती मनाउने कार्यक्रम यस रञ्जित पार्टी प्लेसको प्राङ्गणमा सुरु हुन गइरहेको छ र सो कार्यक्रमका अध्यक्ष हाम्रो कान्छाबा हलदार खड्का सिंह गुरुङ ज्यू, हाम्रो सम्पूर्ण भाइ समाजका पदाधिकारीहरू, हाम्रो सम्पूर्ण फुलने लामछाने भाइखलक परिवार हाम्रो निमन्त्रणालाई सहजै स्वीकार गरी आफ्नो अमूल्य समय प्रवाह नगरी पाल्नु भएको हाम्रो सम्पूर्ण चेलीबेटी भेना भान्जा भान्जी ज्वाइँचेला नाति नातिना हाम्रो सम्पूर्ण ज्वाइँ भाइ समाज परिवार र म व्यक्तिगत क्याप्टन लीलबहादुर गुरुङ यस समाजको उपाध्यक्षबाट हार्दिक स्वागत गर्न चाहन्छु। साथै नयाँ लोसार घोडावर्गको शुभ अवसरमा सम्पूर्ण परिवारमा हार्दिक मङ्गलमय शुभकामना एवं उत्तर प्रगति र उन्नतिको लागि भगवान बुद्धसँग प्रार्थना गर्दछु। आज यस खुसियाली अवसरमा भेटघाट भई खुसियाली मन आदान प्रदान गर्दै भरपूर खुसी मनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दै मेरो 2 शब्द यहीँ समाप्त गर्दछु। धन्यवाद। अब यस आजको 2082 साल तल होसारको
यस न्यासो भन्ने भाइ खलकका तालोसारको कार्यक्रमलाई सब उद्घाटन गरिदिन हुनमा आजको प्रमुख अतिथि दाइ प्रेम बहादुर तमजुलाई हार्दिक अनुरोध गर्दछ भने हाम्रो यस संस्थाका आजीवन अध्यक्ष बाबा खड्कासिंह तमजुलाई केक काटे र कार्यक्रमलाई उद्घाटन गरिदिनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनु होला सम्पूर्णले। सबैले ताली मार्दिनु होला है हजुर। ह्याप्पी वर्षन न्यासो नामथाने भाइ खलकको 25औं रजत जयन्तीको शुभ अवसरमा ल धेरै धेरै धन्यवाद यस संस्थाका आजीवन अध्यक्ष बाबा खड्कासिंह तमजुलाई। अब हामीहरू तपाईँ हामी बिचमा एउटा स्वागत नृत्य हुनेछ। को बोल्छ पाउनुलाई स्वागत छ। कलाकार साथीहरू हुनुहुन्छ गोमा गुरुङ र एलिसा गुरुङ। अब हामी हाम्रो यस संस्थामा नयाँ सदस्य लिनु भएको भाइ छोराहरूलाई सम्मान गर्नेछ। खाजालाई खेम बहादुर गुरुङ आजबाट हाम्रो भाइ खलकमा सामेल भएको छ। बी ग्रेड उपर सेकेन्ड क्लास हनर हासिल गर्नुभएकोमा उहाँको उज्जवल भविष्यको कामना गर्दै हिटमानको छोरा हो। जानी हो
बस्दा बस्दा अझै मलाई तिम्रै आशा जिन लागि भारी देखेको हुन्न लेखेको हुन्छ धारै पर्ने यो मायाले देखेको हुन्न लेखेको हुन्छ धारै पर्ने यो मायाले हो नबोली बोली जानेमा मन यतै सार्यो माया अनन्तले पारो के गरौँ रूप राम्रो होइन धन पैसा छैन के देख्यौ तिमीले मन परायो रूप राम्रो होइन धन पैसा छैन के देख्यौ तिमीले मन परायो लायो के रे मोहनी क्यारम ओहनी क्यारम ओहनी ए क्यारम ओहनी झालीको तिम्रो याद आलीको हिम भन्दा झालीको तिम्रो आलीको हिम भन्दा झालीको तिम्रो याद आलीको हिम भन्दा हमेसा तपाईँहरूको हात यस्तै माथि माथि होस् हरेक साल हामी तपाईँहरूलाई खाना लाउनु पाओस् भन्दै म भगवान् बुद्धसँग प्रार्थना गर्दछु ल आजको यो कहीँ प्रत्यक्ष लाइभ भएको छ भने अमेरिका बस्ने मेरो छोरा र नातिहरूले अर्को साल पनि हामी त अपेक्षा गर्छौँ है छोरा नाति हो सुन्नु होला अब यता तमो लोसार गानाको बोलमा तयार भइदिनु होला नानीहरू त्यसको पछि हाम्रो भाइ धनबहादुर गुरुङको शुभकामना मन्तव्य हुनेछ गीतको पछि समय
कर्तव्य राखिदिनु होला। म आजको हाम्रो विशिष्ट अतिथि मेरो भाइ धनबहादुर गुरुङज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। इस कार्यक्रम संचालक सुबदार गम्बहादुर गुरुङ दाजु, हाम्रो नयाँ साउ पुराने आमछाने आइकलकको आज हल होको लोसार अथवा सियोकै कार्यक्रम अध्यक्षताको आसन गरिरहनुभएका हाम्रो कान्छोबा अथवा आजीवन अध्यक्षज्यू, हाम्रो प्रमुख अतिथि दाजु प्रेमबहादुर गुरुङ, हाम्रो दाजु दिलबहादुर गुरुङ लगायत हाम्रो यहाँ उपस्थित सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरू, काका छामाहरू, आमाहरू र हाम्रा दिदी नाजुहरू, भान्जा भान्जीहरू र हाम्रो यो फलकले जुन सियोकाईको लागि आयोजना गरेको अथवा यो कार्यक्रममा उपस्थित हुने सम्पूर्ण हाम्रो चाहिने दाजुभाइ बुहारी छोरालाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। हो निश्चित रूपमा अघि नै उद्घोषक कार्यक्रम सञ्चालक हाम्रो दाजु गम्बहादुरजीले यो भाषणभन्दा हामी चाहिँ खानमा पिउनमा नाच्नमा गाउनमा रमाउनुपर्छ। यद्यपि म छोटो कुरा यहाँहरू समक्ष राख्न अनुमति चाहन्छु र त्यही त यो एउटा म एउटा म्याग्दीको गुरुङ हो। म एउटा सानो एउटा उसमा गएर एउटा सानो एउटा वाक्यांश सम्झाएको थिएँ। बे मस्या छ्या ममु, छ्या मस्या लु ममु, लु मस्या मि ममु। यो चाहिँ तपाईँहरूले सुधार्नु होला, सायद म अशुद्ध बोल्यो होला। शास्त्र हराए चाहिँ नि संस्कृति हराउँछ अरे, संस्कृति हराए पहिचान हराउँछ अरे, पहिचान हराए मान्छे नै हराउँछ अरे, होइन? त्यस्तै जस्तो जुन एउटा संस्कृति, जुन हाम्रो परम्परालाई एउटा चाहिँ नि एउटा जीवन्त दिनको लागि हाम्रो दाजुहरू, हाम्रो बुवाहरूले जुन अथक प्रयास गरेर हाम्रो चाहिँ यो लोसार मनाउनु लागेको पनि करिब 25 वर्ष भइसकेछ। यद्यपि हाम्रो भाइ खलकले र यसमा चाहिँ नि हामीले तपाईँहरूको जुन योगदान छ, यो जुन एउटा क्रियाकलाप छ, हामीले कुनै योगदान गर्न नपाए पनि तपाईँले गरेको यो योगदानलाई, यो कार्यक्रमलाई एकदमै सराहना गर्दछु। र हामी चाहिँ नि एउटा तमोहरू एउटा एउटा बहादुर प्राणी हो र यो लोसार मनाउने भनेको हामीहरूको गुरुङहरूको मात्र एउटा पर्व हो र एउटा नेपालीमा नै एउटा शब्द छ, मूल हराए कुल हराउँछ अरे, कुल हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए मान्छे नै हराउँछ। र मान्छे भनेको हामी चाहिँ एउटा के भने यो मानव यो विश्वमा सर्वोच्च प्राणी हो। त्यस कारणले सबभन्दा हामी चाहिँ नि जन्मदा बित्तिकै हामी एउटा नाम लिन्छौँ। हाम्रो बुवा आमाले एउटा नारायण गरिदिनुहुन्छ। नाम भनेको एउटा पहिचान हो र एउटा चाहिँ हामी परिवारमा मात्रै परिचित नभइकन, पहिचान नभइकन हामी एउटा समाजमा, हामी भाइ खलकमा यसरी पहिचान हुँदै तपाईँ हामी चाहिँ एउटा के भन्छ यो समाजमा एउटा विश्वमा एउटा योगदान गर्नुपर्ने हाम्रो कर्तव्य हुन आउँछ। र त्यस्तै गरेर यो जुन हाम्रो दाजुहरूले, हाम्रो बुवाहरूले जुन योगदान गर्नुभयो, जुन हाम्रो दिदीहरू हाम्रो कार्यक्रममा चाहिँ उपस्थित भएर हाम्रो कार्यक्रममा सफल गराइदिनु भयो, पुनः एकपल्ट तपाईँहरूलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। र म योभन्दा अगाडि केही सानोतिनो काममा व्यस्त भए तापनि अब रिटायर्ड लाइफ, एउटा विश्राम लाइफमा छु र तपाईँहरूलाई पनि यो कार्यक्रममा, यो हाम्रो भाइ खलकको यस्तोमा म अझै पनि म केही सहयोग गर्न तत्पर छु। म सल्लाह, म यो एउटा आश्वासन दिँदै म तपाईँहरूप्रति चाहिँ केही कुरा भलाकुसारी गर्नुहोला अथवा मलाई अफर गर्नुहोला, प्रस्ताव राख्नुहोला। म त्यसमा चाहिँ निश्चित रूपमा मनन गर्ने एउटा वचन दिँदै मेरो छोटो भनाइ फेरि यहीँ रहने गर्छु। हवस्, धन्यवाद, नमस्कार। सम्मान कार्यक्रमलाई जोड्न चाहे। सम्मान कार्यक्रममा हाम्रो भर्खरैको छोरा र नाति, छोरा अङ्कित गुरुङ र नाति दिशाङ्क गुरुङ फेरि स्टेजमा आइदिनु पर्यो र छोरा आयुष गुरुङ पनि स्टेजमाथि आइदिनु पर्यो। ल त्यही भयो, धन्यवाद। र छोरा सन्देश गुरुङ, बुहारी प्रकृति गुरुङ दम्पतिबाट यस संस्थाका सम्पूर्ण बाबाहरूलाई आज यो हामी सबै ढाका टोपी र रातो बलबन्दी किनिदिएको उहाँ बुहारी र छोरा ल उहाँहरूलाई सम्मान गरिदिनु होला। उहाँहरूले हामीलाई सहयोग गरिराखेकै छ। धेरै धेरै शुभकामना छ मेरो बुहारीहरूलाई।
वर्षौ मिठेमा म आसेउ तो तडीबा तो बन्धेरी आपोगा म आसेउ तो तडीबा तो बन्धेरी आपोगा तलखे बभैदिलो हो मोलो मिठेमा तलखे बभैदिलो हो मोलो मिठेमा खुशी सिंगाई मोंगोल्सो बखुंगते कुनसे तुते माथे प्रमेनी छो आंगला चाके लुनसे खुशी सिंगाई मोंगोल्सो बखुंगते कुनसे तुते माथे प्रमेनी छो आंगला चाके लुनसे लोकुनोर बना फेरिdo वर्षौ मिठेमा दुखीलाई पासा बिन्दो लस्यो तपस्या आसौ तो तडीबा तो फेरि आपोबा आसौ तो तडीबा तो फेरि आपोबा तलखे बभैदिलो वर्षौ मिठेमा तलखे बभैदिलो वर्षौ मिठेमा म आसेउ तो तडीबा तो बन्धेरी आपोगा म आसेउ तो तडीबा तो बन्धेरी आपोगा तलखे बभैदिलो हो मोलो मिठेमा तलखे बभैदिलो हो मोलो मिठेमा तलखे बभैदिलो वर्षौ मिठेमा तलखे बभैदिलो हो मोलो मिठेमा तलखे बभैदिलो वर्षौ मिठेमा सम्मान कार्यक्रमलाई जोड्न चाहे यसै गरी हाम्रो सुस्मिता छोरी कोही वडा सदस्य वडा अध्यक्ष कोही बिना र रिना हाम्रो भाउजू भाइमती गुरुङ 88 वोट बस्नुहुन्छ उहाँ 83 वर्ष पुगिसक्नु भएको र हामीलाई क्षमा चाहन्छौँ भाउजूप्रति हामी क्षमा माग्छौँ रसबहादुर यो बुहारी कता गयो र उहाँ भाउजू पनि युकेमा हुनुहुन्छ अब आज भोलि आउने होला छ अब
ससुरा फेरि हामी सम्मान कार्यक्रममा जोड्न चाहे सम्मान कार्यक्रमको लागि त्यति धेरै ठुलो त होइन तर हाम्रो 25 वर्ष पुगेको शुभ उपलक्ष्यमा हाम्रो चेलीबेटीका अध्यक्ष उपाध्यक्ष एवं सचिवज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु र उहाँहरूलाई पछौडी ओढाएर सम्मान गरिदिन हुन पनि म आजको प्रमुख अतिथि दाइ प्रेमबहादुर गुरुङज्यूलाई नै निमन्त्रण गर्न चाहन्छु। अब नृत्यपट्टि तयार भएर आउनु त माथि। मोदरी ब्रोबा सैमारी तोला आयोबा खुसी माया हुँदो नसा देउराली डाँडारी मोदरी ब्रोबा सैमारी तोला आयोबा खुसी माया हुँदो नसा देउराली डाँडारी खुसी माया हुँदो नसा देउराली डाँडारी खैमा थामा नै माया भिर क्याम्यो सिटिरीमा चौतारी बत्ती पठौडी जिउलाई नथेरीमा क्या जपाथा क्या जपाथा लखोमी जागा खैमा माया भिरीमा खैमाया भिरीमा मोदरी ब्रोबा सैमारी तोला आयोबा खुसी माया हुँदो नसा देउराली डाँडारी मोदरी ब्रोबा सैमारी तोला आयोबा खुसी माया हुँदो नसा देउराली डाँडारी खुसी माया हुँदो नसा देउराली डाँडारी Ngày say phố kêu lay, ngày cho bánh kêu lay, đi ba đất thang đi đâu. Kêu át thơ bisa, say na ngala, hay là say thang đi đâu. Ngày say đi thang
गरी खुसीकी माया धोदो नस देउराली राड गरी खुसीकी माया धोदो नस देउराली राड गरी खुसीकी माया धोदो नस देउराली राड गरी धेरै धेरै धन्यवाद धन्यवाद घोषक साहुलाई अनि आज यस रन्मय भाइ क्लबका 30औं रजत महोत्सव तथा फल होसार कार्यक्रमका सभा अध्यक्षज्यू प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू सम्पूर्णलाई तोल होसार कार्यक्रमको मङ्गलमय शुभकामना। आज यस तोल होसार कार्यक्रम मनाइराख्दाखेरि म सर्वप्रथम त यस संस्थाका संस्थापकज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो संस्थाले गर्दा नै आज हामी एक ठाउँमा जम्मा भएर आफ्नो हातमा हातेमा लगाएर सम्पूर्ण सदस्यहरू एकै ठाउँमा भएर हामी चाहिँ नि यो लोसार कार्यक्रम मनाइराखेका छौँ। यो संस्था नभएको भए सायद हामी कसैले कसैलाई यसरी चिन्ने थिएनौँ। फलानाको फलाना हो, फलाना फुपूहरू पढ्छ, दाजुभाइ पढ्छ, दिदीबहिनी पढ्छ, भान्जा भान्जी सबै के पढ्छ भन्ने चिन्ने थिएनौँ। त्यही कारणले आज यो संस्थाले गर्दा नै हामी एक ठाउँमा जम्मा भएर आफ्नो मान्छेहरूलाई चिन्ने शुभ अवसर प्राप्त गरेका छौँ। त्यसैले म संस्थापकज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, विशेष गरी हाम्रो खड्का बाजेलाई। अनि
सम्मान कार्यक्रमलाई जोड्न चाहेँ र यसै गरी हाम्रो भाइखलाको नियमअनुसार संस्थामा 50,000 पुर्याउने साथीहरूलाई सम्मान गर्ने भएको हुनाले म उहाँहरूको नाम वाचन गर्न गइरहेको छु। कृपया त्यो ठुलो बुद्ध लिएर आइदिनु होला। आज उहाँहरूले जापानबाट आएकोमा खुसीमा प्लस संस्थामा उहाँहरूले आज 65,005 रुपियाँ पनि कोषमा सदस्य लिएको छ। सदस्यमा उहाँहरूको पहिलेको 10,000 र अब गर्दाखेरि 75,005 रुपियाँ उहाँहरूको कोषमा पैसा हुनेछ। छोरा र बुहारी भान्जी हाम्रो अन्जु गुरुङको ढिलो आयो भारी आयो भने जस्तो सबै सिट आज हाम्रो प्रकृति बुहारीले लयो। सार्क्यु गाउँ सानो गाउँ, परिवार पनि सानो। हाम्रो कोषमा 1 लाखभन्दा माथि राख्ने दाजुभाइहरू हाम्रो छोरा क्याप्टेन सुनिल गुरुङ युकेमा हुनुहुन्छ। उहाँ भाइ आइदिनु होला, काइँला भाइ आइदिनु होला। त्यसै गरी हाम्रो भीमबहादुर दाई झिलिब्राङकोबाट 1,03,000 रुपियाँ, हाम्रो लेफ्टेन्ट निलबहादुर दाई म्याग्दीबाट 1,11,000 रुपियाँ, हाम्रो प्रेम कुमारी कान्छे आमा झिलिब्राङ गाउँ राजुको आमा 1,14,005 रुपियाँ। यसै गरी हाम्रो साबेकदेखि भाइ रामबहादुर गुरुङ हाल युकेमा हुनुहुन्छ 1,35,000 रुपियाँ र हाम्रो भाइ खुसीमान गुरुङ 1,50,000 रुपियाँ यहाँ संस्थामा राखिदिनु भएको छ। एउटा शुभ मन्तव्य राख्दैन म हार्दिक अनुरोध गर्दछु। दाइले भने ठिक कुरा हो। अब हाम्रो दाजुभाइ गएपछि त अब पैसा नभए फ्रीमा दिन्छु। अब पैसा लिएर आउनुलाई झन् स्वागत। अब यो हाम्रो यो सोकै कार्यक्रममा मन्तव्य भन्दा पनि यो हामी दाजुभाइ भएको हुनाले हाम्रो दाजुभाइ छँदैछ। हाम्रो सबै भान्जी भान्जा हाम्रो छोरी ज्वाइँहरूलाई स्वागत कार्यक्रम हो। यो सोकै भनेको आफै उठाएर खानेकुरा हो। अब खाना तयार हुँदैछ। त्यसमा चाहिँ दाइले मलाई यो मेरो गेस्ट हाउसको प्रचार गर्ने मौका दिनुभएकोमा धेरै धन्यवाद। अघि सम्मानित हाम्रो बुहारी चित्र दाईको परिवारहरू सबै भान्जीहरू सबै मेरो गेस्ट हाउसमा जानुहुन्छ, प्रयोग गरिनुहुन्छ। उहाँहरूलाई धन्यवाद। चित्र दाई अहिले चाहिँ अमेरिकामा हुनुहुन्छ। मैले यो सिधै अनौपचारिक रूपमा मैले यो माइक जोडेँ। म भाषण गर्दैन, त्यो कारणले गर्दा यहाँ मैले यहाँ सम्मानित व्यक्तित्वहरू सबैलाई हाम्रो यो नयाँ साउथ लने लामछाने बाइक क्लबको तर्फबाट हार्दिक स्वागत एवं यो लोसारको घोडावर्गको शुभ उपलक्ष्यमा आशीमाला भन्न चाहन्छु। Thank you.
हाम्रो भाइ हिमान गुरुङले पनि चेलीबेटीलाई आफ्नो छोरा अङ्कित गुरुङले टोपी ओढेको खुसियालीमा 10,500 रुपियाँले सहयोग गर्नुभएको छ। ल चेलीबेटीहरूले ताली मारिदिनुहोस् है हजुर। अब हाम्रो भाइ खलकमा एकदमै सक्रिय र उत्कृष्ट कार्य गर्नुहुने सदस्यज्यूहरूलाई हामी सम्मान गर्नु गएछ। त्यो सम्मानको लागि म प्रमुख अतिथिज्यूलाई डेस्कमा आमन्त्रण गर्न चाहन्छु। अब अहिले यो 4 जनालाई हामीले सम्मान गर्नेछ। अहिलेसम्म यो संस्थालाई सक्रिय रूपमा सहयोग गरेको है र हाम्रो सुदर गम्बादर छ। आफ्नो समाजमा पनि त्यसै सक्रिय छ। त्यहाँबाट चाहिँ आफ्नो पोल्टनको पनि त्यसै सक्रिय छ। हाम्रो गाउँमा पनि सबै त्यस्तै छ। भाइ खलक मात्र नहुने कुरै भएन। चारवटा ठाउँमा भागेको सेवा गरेछ। त्यो कारणबाट एउटा सम्मान प्रमाणपत्र सम्मानित प्रमाणपत्र हामीले दिँदैछ। त्यसै जस्तो हाम्रो मिनबहादुर छ, छोरा मिनबहादुर, वो पनि गाउँ समाजको कोषाध्यक्ष गरेर हैरानी बनेछ, सदस्य भयो, हैरानी बनाएको छ। भाइ खलकमा पनि सदस्य अध्यक्ष कोषाध्यक्ष गरेर ऊ पनि सक्रिय त्यसरी हिँडेको छ। त्यसले गर्दा उसलाई पनि एउटा सम्मानित गरेको छ, गर्ने भएको छ। तिमीहरूले बुझ्नु पर्यो त्यो कुराहरू। अब भोलि पछि आएर तिमीहरूले पनि यो कामहरू गर्दै जानुपर्छ है। पालो सिँढी आउँछ। त्यसपछि फेरि हाम्रो नाति हेमबहादुर छ। यो सुरुदेखिको यो भाग्य हो। यो पनि भाइ खलकमा त्यस्तै छ। त्यहाँबाट उहाँको टाँसीको दाजुभाइ खलक पनि यही छ। सार्कोको अध्यक्षको पोस्ट सम्हालेर बसेको छ, यहाँ पनि उही हो। त्यसले गर्दा यिनीहरू अति नै समाजसेवा गरेको हुँदाखेरि सक्रिय गरेको हुँदाखेरि यो समाजसेवा एउटा प्रमाणपत्र हामीले दिँदैछ। हाम्रो गाउँतिरको भैलो खेला पनि त्यहीँ आइपुग्छ, जे गरे पनि त्यहीँ आइपुग्छ। भाइ खलकमा काट्ने कुट्ने बाटो लिएर, नाति सानी बाटो लिएर, तिनी सिनी बाटो लिएर जहाँ पनि पुग्छ। त्यही भएर हामीले 4 जनालाई सम्मान गर्दैछौँ। त्यसले गर्दाखेरि तपाईँहरूले फेरि यो फलानालाई दिनुपर्छ भने अन्यथा नसम्झिनु होला। यो हामीले मूल्याङ्कन गरेर, मैले नै मूल्याङ्कन गरेर हाम्रो उपाध्यक्ष सल्लाहकार गरेर मूल्याङ्कन गरेर हामीले सम्मान गर्दैछौँ। त्यसपछि तपाईँहरूले खाना पाउनुहुन्छ है, त्यो नाति नै होला। ल धन्यवाद। सदस्य श्री मिमबहादुर गुरुङज्यूले मिति 76 सालदेखि कोष अध्यक्षको पदमा रही औत्रखटी यस संस्थालाई पुर्याउनु भएको योगदानको उच्च मूल्य कदर गर्दै यहाँले गरिरहनु भएको योगदान भविष्यमा पनि निरन्तर रहिरहोस् भन्ने अपेक्षासहित आजको हाम्रो तौल लोसार एवं 25औं रजत जयन्तीको शुभ अवसरमा सम्मान गरिएको छ। श्री प्रेमकाजी गुरुङज्यूको धर्मपत्नी श्री जयन्ती गुरुङज्यूले मिति 71 सालदेखि, हामी 76 सालबाट, उहाँ 71 सालबाट 71 सालदेखि कार्य समितिको पदमा रहेर औत्रखटी यस संस्थालाई पुर्याउनु भएको योगदान उच्च कदर मूल्याङ्कन गर्दै गरिरहनु भएको योगदान भविष्यमा पनि निरन्तर रहिरहोस् भन्ने अपेक्षासहित फोटो खिच्न आउनुहोस्। सालदेखि सचिव पदमा रहेर यस संस्थालाई पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँ म्याग्दीको मराङ गाउँबाट आउनुभएको हो हाम्रो लेप्टेन लिलुवा दाइको कान्छा भाइ। म आजको यो कार्यक्रमलाई समापन गरिदिन हुन हाम्रो न्यासो प्रेमी भाइ खलकका आजीवन अध्यक्ष बाबा खड्कसिंह तामाज्यूलाई माइक हस्तान्तरण गर्दै म पनि ओझेल परेँ। धन्यवाद। त्यसको पछि हाम्रो चेलीहरू नाच्नलाई तयार भइदिनु होला। धन्यवाद। आजका यो हाम्रो 25औं वर्षको उपलक्ष्यको
मेरो प्रमुख अतिथि छोरा अतिथिज्यू सम्पूर्ण अतिथिज्यूहरू मेरो भान्जाहरू मेरो भान्जीहरू मेरो ज्वाइँहरू छोरी चेलीबेटीहरू भान्जा भान्जीहरू सम्पूर्ण मेरो घर परिवार भाइ खेलाहरू बुहारीहरू छोरा नाति नातिना सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट आज लोसारको शुभ अवसरमा नि हो 2500 वर्षको शुभ अवसरको म धेरै धेरै बधाई छ यहाँ धेरै धेरै शुभकामना छ आज त म त सक्ने भए त यहाँ 3 पल्ट फर्केर नाच्ने हो आज म अति नै खुसी छु विशेष गरेर हाम्रो यो निम्तोलाई स्वीकार गरेर पुरो मेरो भान्जाहरू आएछ जोयाहरू आएछ कहाँबाट लौरो टेकेर आएछ त्यसको लागि एकदमै ठुलो कुरो हो खाने मात्र ठुलो कुरो भएन है सम्पूर्ण त्यसको लागि धेरै धेरै धन्यवाद छ त्यसपछि चाहिँ नि हाम्रो जोइ चेलीबेटीहरू जति पनि छ सम्पूर्ण खराबखुलोमा आएछ तर आजको दिनमा हरेक ठाउँमा कार्यक्रम छ हरेक ठाउँको भाइ खेलाउहरूको दिदीबहिनीको कहिले गाउँलेको कार्यक्रम छ उहाँ त पनि यहाँ यतिको उपस्थित भएको ठुलो कुरा हो सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद छ है अर्को मेरो अहिले काठमाडौँबाट पनि यहाँ आइपुगेको छ हाम्रो कार्यक्रमको लागि मुस्तानदेखिबाट म्याग्दीदेखि पनि यहाँ आइपुगेको छ रानी छापदेखि कहाँबाट पनि यहाँ आज आइपुगेको छ तर हामी यहाँको मान्छे आउँदैन त्यसले गर्दा उहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट मेरो भाइखेलाको तर्फबाट मेरो परिवारको तर्फबाट सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अब आज धेरै मैले कुरा गर्दैन तपाईँ भोग लागेछ होला टन्न खानुहोस् यहाँबाट एकदम पसिना निकाल्नुहोस् खाएको ठेक्क ठेगानामा लगाउनु त्यहाँबाट जाने है त्यो भन्दै मेरो सम्पूर्णलाई अब यहाँ कति कमी कमजोरीहरू भयो भने माफ दिनु होला त्यसै अब मैले धेरै कुरो भन्दैन सम्पूर्ण हाम्रो पाहुनाहरूको लागि पनि खिलाउने काम गर सम्मान गर है तपाईँ मात्रै पछाड नखाऊ पाहुनालाई पनि अगाडि लिएर खिलाउने काम गर है ल धन्यवाद जो
Thank
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ